सानो सहयोग। धनी व्यापारी रामप्रसादको घर अगाडि दैनिक एउटा बुढा भिखारी आउँथे। सबैले उसलाई हेप्थे, तर रामप्रसादले कहिल्यै खाली हात फर्काउँदैनथे। कहिले खाना दिन्थे, कहिले केही पैसा। एक दिन रामप्रसादले उसलाई सोध्यो, तिमी किन सधैँ भिख माग्छौ केही काम नगरेर? बुढाले बिस्तारै मलिन स्वरले जवाफ दिन्छ, काम गर्ने म ज्यान भए त काम गर्थे नि बाबु। आँखा देख्दिन, हात खुट्टा कमजोर छन्। त्यस दिन रामप्रसादले सोच्यो, सधैँ पैसा दिएर मात्र केही समाधान हुन्न। उनले भोलिपल्ट बुढालाई एउटा सानो पसल खोलिदिए, जुन फलफुल पसल, सानो खाजा बेच्ने। बिस्तारै त्यो बुढो पसलमा राम्रो चल्न थाल्यो। ऊ हाँस्न थालेको देख्दा रामप्रसादलाई अपार खुसी मिल्यो। केही महिनापछि बुढाले रामप्रसादलाई भन्यो, तपाईँले दिएको त्यो सानो सहयोग नै मेरो जीवनको सबैभन्दा ठुलो धन हो। त्यसैले सानो सहयोगले पनि कसैको जीवन नै बदल्न सक्छ। सधैँ दयालु र सहयोगी बनाऊ। धन्यवाद।